नमस्कार साथीहरू। हेर्नु, अंडा फ्राई गर्ने बेला तपाईहरु अंडा करी बनाउने बेला यसरी बनाउनु होला। यी हल्का तेल हालेर यसमा हल्दी हाल्नु होला मजाले। हेर्नु साथीहरू, यसरी बनाउनु होला तपाईहरु। र यता हेर्नु, यी बडेलको मासु। ओरे बडेलको मासु साथीहरू पाक्दैछ। यसरी पकाउनु होला। मैले सिटी लाएको छैन, यसरी ढाकेर बनाउँदै छु। हेर्नु साथी, अनि यो अंडा करी हेर्नु, यसरी बनाउनु होला, हल्लाउनु होला, चेप्टिँदैन। यी मजाले बनाउन सक्नुहुन्छ साथीहरू। अनि पनेलको मासु झन् हेर्नु कति राम्रो देखिरहेको छ। ओहो, हेर्नु ग्रेभी, अनि यता अंडा ग्रेभी बनाएर राखेको छु। तपाईहरूले ग्रेभी हालेर